भात खाँदै भात र माछाको झोलसँग गाउँमा भान्जीले बनाएको कस्तो लागिरह के त बोल्नु एकदम मिठो भएछ भन न के पनि बोल्दैन माछा झोलहरु त तर गाउँमा आएर एकदम के मिठो भएछ गाउँको पानीले मिठो भएछ भयो अरे ल अस्ति आएको भनेर भएन भनेन The next day. दोस्त ये मेरा गांव है और ये मैं हूँ और ये मेरा गांव है और इधर में मन्दिरमा मन्दिर नयाँ बन्दै गरेको यता सुन्तला बारी घर घरमा धारा बङ्गलादेश पानी सुत्दैन के हो त पानी सुत्दिनँ मेरो गाउँमा कहिले नि हो र यस यो सबै सुन्तलाको रुख सुन्तला हो नि त्यो सबै ऊ तल त्यो सानो सानो यता नि छ सुन्तला यता नि छ पारी गाउँ हामी आएको बाटो हिजो त्यो हामी आएको बाटो यसरी गरेर आयो आएर खाडीको जङ्गल चिसपानी देवी छ यहाँ चाहिँ बिहान अब नुहाउन लगाएको अब मन्दिर जानको लागि पूजा गर्नको लागि भन्नु हाम्रो गाउँमा चाहिँ यसरी चल्छ बिहानदेखि एक्सर्साइज मान्छे हेल्दी हुन्छ बुझ्नुभयो कुरा बुझ्यो तलमाथि गर्दा एक्सर्साइज भइहाल्छ एक्सर्साइज हुन्छ हेल्दी खाना यो बाटो भयो बुढी धेरै भयो कि यहाँ चाहिँ मामाको घर यहाँ चाहिँ मामा सुत्नुहुन्छ ला यहाँ त ढोका लाखा त फेरि कताबाट हो त भित्र छिर्ने बाटो उताबाट हो ए पानी बोकेर थाक्यो क्या चिसो ह पानी यो हाम्रो गिजर त्यही भएर यहाँ पानी पानी तातिरहेछ यहाँ नुहाउने हो वेलकम गाउँले ब्लग वेलकम भन्नु न वेलकम गाउँले ब्लग म त्यहाँ उठेर नि नास्ता गरेर वासरुम गरेर नुहाउनलाई रेडी भइसकेँ के हुन्छ मेरो गाउँले ब्लग ल अब हामी चाहिँ माथि पूजा गर्नको लागि लागेको यो चाहिँ अहिले हामी यहाँ रोडमा आइपुग्यो यहाँ बाटोमा अब यहाँदेखि माथि उकालो त्यसरी छ उकालो माथि वहाँ तलदेखि आएको अझै उकालो जानु छ हेलो गाइस त्यो पछाडि सिँढी के
मामा कस्तो लागिरहेछ एकदम ब्लगमा टक्क आइहाल्छ तपाईँ अब 1K भ्यू छ टोल्टी हाई गरिदिनु बेबी से हाई गाउँले ब्लग दामी लर केही हुन्न भाइ यतिको उस चाहिन्छ हावापानी हिउँछ बताइदिए ओ यसको बारेमा बताइदिए गुलाबको फुलको बारेमा कुछ बताएन 2 थरी फुलिरहेछ अझै मेरो ब्लगमा आउँछ बता के भनौँ गुलाबको फुलको बारेमा फुल टिप्नु गुलाबको तपाईँ हिँड्दै गर्नु हामी आउँछ फेरि उखु छ अरे बजारमा दिन्न बरु त्यो टोकम धन्यवाद